गुड मर्निङ एभ्रिबडी। हामी चाहिँ काममा निस्किन आँटेको। अहिले चाहिँ 11 बज्न आँट्यो। 11 बजेबाट काम सुरु गर्नुपर्छ। फर्स्टमा चाहिँ बाइकमा ग्यास हाल्नु पऱ्यो, ग्यास अलिक कम छ। त्यस पछाडि आज चाहिँ डिसेम्बर 25, सबैलाई म्यारी क्रिसमस भन्दै हामी चाहिँ ग्यास स्टेसन तर्फतिर लाग्यौँ। ग्यास हाल्नुपर्ने हुन्छ। स्पोन्सर टुडे हियर, थ्याङ्क यू। अब यसरी हाल्नु, बाइकलाई भात खुवाउनु पर्ने हुन्छ। मेरो त छकै छ नि त, तेल धेरै खान्न, $2 को। अलराइट गाइज, लेट्स गो। अब हाम्रो काम सुरु हुनेछ एकछिनमा। तेल हालियो, आफूले मात्र खाएर नि भएन, बाइकलाई नि खुवाउनु पर्यो। आज क्रिसमस डेको दिनमा 11 बजेछ। बेलुका कति बजीसम्म काम हुन्छ त? यस, लेट्स गो अनलाइन टुडे। दियो ल, टुडे 0 छ है। 11 बजे $0 छ अहिलेसम्म है। अब काम सुरु हुँदैछ। $11 को लङ आइल्यान्ड सिटी जाक्यो। $11 को 28 मिनटको लङ आइल्यान्ड सिटीको घन्टी बज्यो। पिकअप गर्न जानलाई 8 मिनट बाँकी छ। ल, मेरा साथीहरू अगाडि छन्। मैले चाहिँ काम पाइसकेँ। 8 मिनट चाहिँ सामान लिनलाई जान लाग्छ। त्यस पछाडि मान्छेको घरमा लगेर छोड्नु पऱ्यो। आज क्रिसमस डे भएको हुनाले चाहिँ बाटो चाहिँ एकदम खाली छ, ट्राफिक केही छैन। होइन भने यस्तो ट्राफिक हुन्छ। टाढो अगाडि जाँदै रहँदा म चाहिँ लेफ्ट हान्नुपर्ने हुन्छ। पार्किङ गर्ने, मोबाइललाई निकाउने, गोपप डेलिभरी। यहाँ चाहिँ पहिले आउनाले मलाई थाहा छ यहाँको बारेमा। गुड, थ्याङ्क यू सो मच, हेभ गुड डे। कन्फ्युज, आमा यो बाटो यस्तो जाम हुने बाटो हो। यस्तो खाली छ आज त। जानुपर्ने भयो यहाँ माथि। कति मिनट छ? 11 मिनट। राम्रो अर्डर पाएँ यार, फर्स्ट अर्डरै। ल, यो अर्डर बोकियो। 11 मिनटमा पुग्ने देखाइरहेछ। गाइज, अब 3 मिनटमा म चाहिँ यो ड्रप अफ गर्न पुग्दैछु। $11 को फेरि पनि बजिहाल्यो। कहाँको हो? वुड साइडको। गइहालौँ 34 मिनट लाएर। यसरी राख्नु ट्याक। ला, दिस इज माई बाइक। अनि छोड्नु जाँदैछु म चाहिँ 1539. 1539. You're gonna go this way here? 15 foot. थ्याङ्क यू सो मच। अलराइट गाइज, यो चाहिँ मैले कस्टमरलाई दिएर यसलाई चाहिँ गरौँ कम्प्लिट। अघिको 11 मा +6 गरिदियो। यो पनि लैदिउँ न त होइन। 11 + 6 भएन। अघि उठाएको थिएँ मैले। 11 मा 6 छपिदियो, $17 भयो। $17 भयो कमाइ ₹11। अहिलेसम्म 11 भएको छ है। -6 देखाएको थियो। टन्न कौरा लाएर आयो होइन। अहिले त गर्मी भइरहेछ यार भित्रभित्र। हाम्रो क्विन्सबाट म्यानहट्टनमा जाने पुल, यो पुलबाट जानु पर्यो। यो चाहिँ पुल है, माथिको चाहिँ पुल हो। पुलको मुनि चाहिँ म छु। ल गाइज, अलमोस्ट म चाहिँ पिकअप जोनमा आइसकेँ। फर्स्ट पिकअप हान्ने। Can you confirm? Yeah. Thank you, sir. Have a good day. Alright, यो खाना पनि पाइसक्यो। यसलाई हालिन्छ बाइकमा। त्यस पछाडि जानु पर्यो हामी सेकेन्ड पिकअपमा। ट्याक्क ब्यागमा राखेर 6 मिनट। मेरो सेकेन्ड पिकअप रहेको चाहिँ यहाँबाट बर्गर किङबाट। हेलो शिरसाप। Check the name. शिरसाप, या थ्याङ्क यू, हेभ गुड डे। ल, यसलाई पनि राखिदिउँ यसरी। अघि मामा, पछि भान्जा है। न्युयोर्कको पुलिस। अब चाहिँ 2 मिनटमा म फर्स्ट ड्रप अफ हान्दैछु है त।
सर्लाक्क मिलिया घर छ नि त कुन चाहिँ घरमा एउटा घरमा छोड्नु पर्ने बाइकलाई राखिदिउँ यहाँ एक्चुअली सबको यो खाना पनि मैले कस्टमरलाई दिएर आइसकेँ यसलाई हानिदिउँ कम्प्लिट डेलिभरी अब मसँग एउटा छ यसलाई चाहिँ छोडौँ है त घन्टी उठाइदिएँ मैले $8 को 26 मिनटको म्यापले पहिल्यै भनिदिन्छ है फेरि पुलिस गाडी छ अगाडि गाडी एक्सिडेन्ट भएको छ अगाडि बाटो जाम छ सब भनिदिन्छ ट्याक्क लाएर मैले खबर पाएँ अगाडि कता पुलिस छ अरे पुलिससँग हामीलाई किन सरकार हामी आफ्नो काम गर्ने हो गलत काम गर्ने होइन पुलिससँग डराउनु नि पर्दैन बाटो हेर्नु अमेरिका अरे अमेरिकाको बाटो हेर्नु है फेरि अर्को खाना पनि छोडिदिएँ अघि $8 को बजार थियो त्यो पिकअप गर्नतिर लाग्यो अब हामी $3 को त के गर्नुमा $3 अर्डर उठायो भने अहिले 10-12 मिनट लाग्छ 10-12 मिनटमा $3 कमाएर राख्छ $11 25 मिनटमा ठिकै यो चाहिँ गरिदिएँ मैले एक्सक्युज मी क्यान यु जस्ट चेक दिस अर्डर दाएन या त्यहाँ इज कन्फर्म अलरेडी थ्याङ्क यू 10 मिनट कुरा आयो नि त बिहानै म रेडी पनि हुँदैन क्या कहिलेकाहीँ त कुर्नु पनि पर्छ जनताहरूको घर घरमा लगेर खाना सुविधा गरिदिनु पर्यो त्यति गरे हामीलाई पनि आम्दानी हुने 10 मिनट वेट गरेर एउटा खाना चाहिँ झोलामा बोकिरहेको छु अघि 2वटा फेरि बजाएको थियो नि त $11 को 2वटा बजाएको थियो फेरि त्यो पिकअप गर्न जाँदैछु त्यो पिकअप गर्न 2 मिनट छ है यहाँनिर साइड लगाइदिउँ रेस्टुरेन्ट चाहिँ यो हो पे बोट नुडल र पे बोट दिस वान रेडी थ्याङ्क यू अब गुड अन एउटा पनि होइन रहेछ के चेक इट आउट रेस्टुरेन्टको नाम चाहिँ चेक इट आउट है त चेक इट आउट ओके here you go yeah thank you alright here you go thank you अब गुड अन ल यो पनि पिकअप भयो यसमा यो चाहिँ छोड्नु पर्यो दाएन भन्ने झोला भरिसक्यो झोला त ड्याममै भरियो लास्ट ड्रप अफ चाहिँ लास्ट बबाल ठाउँमा जाँदैछौँ हामी यो घरमा हुनुपर्छ 43 यस आई गाट यु सो मैले चाहिँ क्यामेरा अफ गरिदिएँ है त राइट त्यो पनि कस्टमरलाई दिएर आइसकेँ म चाहिँ मेरो बाइक यहाँ छ अब चाहिँ हामी लागौँ सेकेन्ड ड्रप अफतिर है त हुइकिन्छ होला है भने चाहिँ अमेरिकाको बाटो हेर्नुहोस् ल हेर्नुहोस् त यो हेर्नुहोस् खाल्डो हेर्नुहोस् ल ल कुकुर हेर स्याल जस्तो छ स्याल जस्तो कुकुर पाले ठ्याक्क कुन चाहिँ घर हो भनेर पत्ता लाम पहिला 30 यो खाना यो ड्रप पनि गरेँ है ल कम्प्लिट डेलिभरी हेर्ने अमेरिकाको बाटो हेर्ने बाटो ल ल ल ल ल ल ल ल यो बिचमा जाँदैछ कि म चाहिँ वरिपरि पानी छ कि छैन होइन बिचमा चाहिँ टापु छ यहाँ पनि बस्ती छ यहाँको छुट्टै पुलिस छ रोजबेल आइल्यान्ड पुलिस भनेर छुट्टै पुलिस छ त्यस पछाडि स्कुल छ यहाँ भित्रै छुट्टै हस्पिटल छ छुट्टै बवाल छ फेरि उता हो उता त्यो बिल्डिङ देखेको यहाँदेखि सर्ट गयो भने त 2 मिनट लाग्दैन तर यहाँ पानी छ तल पुल छ पुलबाट जानुपर्छ दामी लाग्छ मलाई त्यहाँ जानु त्यसको नाम चाहिँ हो रोजबेल आइल्यान्ड होइन वरिपरि पानी छ बिचमा आइल्यान्ड छ होइन यो त बाटोदेखि साइडमा देखेको चाहिँ त्यो साइकलको बाटो है साइकलको रुट है त्यो चाहिँ साइकलमा डेलिभरी गर्छन् होइन तिनीहरूको आफ्नै बाटो हुन्छ तर हामी चाहिँ यो स्कुटर चाहिँ बाइकमै पर्छ यता गाडीकै बाटोमा हिँड्नुपर्छ त्यहाँ साइकलको लेनमा यो बाइक चलायो भने पुलिसले देख्यो भने चाहिँ टिकट हान्छ यस्तो बाइकहरू चलाउन स्कुटरहरू चलाउन डर लाग्छ म त साइकलमा डेलिभरी गर्छु भन्यो भने आफ्नै रुट छ मजाले पुरा यो रोजबेल आइल्यान्डको यो पुल छ नि अगाडि देखिरहेको हामी जाँदै गरेको पुल यो पुल चाहिँ कस्तो छ भने बिचबाट ठुलो डुङ्गा आयो भने यो पुलको मुनि त पाइन्छ नि त ठुलो डुङ्गा आयो यो पुलले छुने जस्तो छ भने चाहिँ सुई माथि उठाइदिन्छ यो पुललाई त्यस पछाडि तलबाट डुङ्गा पास हुन्छ होइन अग्लो डुङ्गा आयो भने चाहिँ त्यो डुङ्गा पास हुन्छ अनि त्यस पछाडि त्यो डुङ्गा पास भयो भने फेरि मजाले फेरि पुल तल क्या ल बवाल कस्तो बवाल यहाँ त स्पिड लिमिट 15 भन्दा माथि जानु पाइन्न है हेर्नुहोस् यो चाहिँ आइल्यान्डभित्र आइपुगिसक्यो हो हामी चाहिँ हानिदिएँ यो पनि हानिदिएँ ल यो लास्ट खाना चाहिँ रहेछ टेकको पिक्चर भयो भने कस्टमरसँग भेट्नु पर्दैन फोटो खिचेर ढोकामा छोडिदिने हो 30 रिभर रोड हिल 3L थ्याङ्क यू यो बिल्डिङ 22 फ्लोरसम्म जान्छ क्या यो अर्डरलाई कन्फर्म डेलिभर त्यस पछाडि अब फेरि अर्को $16 को 2वटा घन्टी बजाएको थियो नि त मैले 11 बजेर सुरु गरेको थिएँ 12 बजेर 46 मिनट गएछ 1 आवर 46 मिनट भयो मैले चाहिँ $47 बनाएँ चाहिँ 2 घन्टा पुग्नलाई 15 मिनट बाँकी छ मैले चाहिँ $47 बनाएँ होइन धेरै जसो ठाउँमा 80% ठाउँमा चाहिँ साइकलको बाटो छुट्टै नै छ क्या एड्रियन पिज्जा 5-7 मिनट लाग्छ अरे त्योभन्दा अझै बढी लाग्न सक्छ पिज्जा रहेछ यसले टाइम लगाउँछ नि त यो अर्डरलाई क्यान्सेल काम गर्न आएको झ्याम काम गरेर झ्याम घर जाने हो नि त यहाँ वेट गरेर बसिरहेको छ होइन $2मा 2वटा थियो भने एउटा क्यान्सल गरिदिएँ मैले एउटा बच्यो यो $8 थपिदिइहाल्यो यो
यो माथि पनि ट्रेन चल्छ है कुकुरलाई कब्रा लगाइदिएर कुकुरलाई के गरे होला नि मान्छेलाई लाउने लुगा छैनन् हाई हाउ आर यु ब्रदर पिकअप फर रोजर थ्याङ्क यू छोड्नु जाने 20 मिनट ड्याम ए राजेश त्यो कहाँ हो ल 3 बजी भेटौँला यो चाहिँ पुलस्की ब्रिज है पुलस्की ब्रिज क्विन्स र बाट तल माथि गर्न ब्रुकलिन जान क्विन्स आउन यो ब्रिजबाट सकियो बोर्डमा लेख्यो नि त वेलकम टु ब्रुकलिन लाइक नो अदर प्लेस इन द वर्ल्ड रे तिनबाट क्विन्स लाने घन्टी बजिहालेको मलाई अब यो उठाइदिइहाल्छु मैले माथि जानै पर्ने चाहिँ मलाई त्यहाँ तल त म काम गर्दैन मलाई मन पर्दैन यो एरियाहरू आउने मैले भने नि अघि यहाँ खाना लिएर आइदिने माथिबाट अथवा यहाँबाट माथि बोकेर गइहाल्ने यहाँ चाहिँ यहीँ तलको तलै चाहिँ नगर्ने चाहिँ स्पिड गयो भने यो क्यामेराले खिचिक्क खिच्छ उबरको म्याप हुन्छ नि त कुन कुन रेस्टुरेन्ट कता कता बिजी छ हाम्रो नेपाली रेस्टुरेन्टहरू पनि देखाइदिन्छ क्या अब अरू आमा किचन छ मोमो क्र्याब भने जस्तो टन्नै रेस्टुरेन्टहरू छ नि त बिजी देखाइन्छ यहाँ चाहिँ त्यस्तो बेला चाहिँ खुसी लाग्छ उबर जस्तो ठुलो प्लेटफर्म हो नि त उबर त खुसी लाग्छ नि त मान्छेले खाँदो रहेछ चल्दो रहेछ है सबै नेपालीले मात्र त खाँदैन होला यहाँको मान्छेले पनि खान्छ होला आफै चेक गर्ने भन्छु त रेडी रहेछ कन्फर्म गाडी ल एउटा खानालाई यहाँ अगाडि खुट्टामा राखिदिउँ है त मान्छेलाई चाहिँ जहिले क्रस गरिदिनुपर्छ 71 गाडी एउटा खाना ऊ त्यो घरमा छोडेको थियो एउटा चाहिँ यहाँनिर छोडिदिएँ नै चाहिँ पैसा चाहिँ बाघको मुखमा हुन्छ अरे अब बाघको मुखमा गएर त्यो पैसा निकाल्नलाई कति कष्ट गर्नुपर्छ त्यत्तिकै कष्ट पैसा कमाउनलाई हुन्छ पैसा बाघको मुखमा हुन्छ भने बाघको अगाडि गएर बाघको मुखबाट पैसा निकालेर आउनलाई त धेरै कष्ट गर्नुपर्छ त्यहाँ त जो तैँले सक्दैन कतिले बिचमा हार खान्छ कोही डराउँछ होइन गाह्रो काम हो नि त जे भए पनि पैसा कमाउनु त्यस्तै गाह्रो छ अरे सजिलो त कहाँ छ र तर अब यता आएर 2-4 वर्ष दुःख गरियो अब चाहिँ बुझियो नि त हप्तामा 6 दिन 12 घन्टा काम गरेन कि नेपालमा किन नहुने अरे यार आफ्नै परिवारसँग बसेर आफ्नै घरमा सुतेर काम गरे जहाँ पनि हुन्छ अलि राम्रोसँग विदेशी आएपछि छर्लङ्गै भयो मान्छे गाह्रो ठाउँ है यो चाहिँ दाजु पुरै मान्छे गाह्रो ठाउँ हेर्नुहोस् भेटाउन अलराइट खाना आइयो खाना पनि कस्टमरलाई दिएर आइसक्यो 11 बजे काम सुरु गरेको थियो तपाईँलाई याद छ होइन 11 बजे अहिले चाहिँ 2 बज्नुला है 147 भएको छ पैसा चाहिँ कति भनेपछि झन्नै $80 भएछ है नट ब्याड राम्रै भयो ब्यागमा पनि केही छैन खाली छ अहिलेसम्म घन्टी नि बजे होइन 3वटा अर्डर $17 को यो चाहिँ उठाइहाल्नु भयो गाह्रो पर्ला दाइ पिकअप चाहिँ भयो फर्स्ट पिकअप भयो सेकेन्ड पिकअप हानौँ न त जुबेली थ्याङ्क यू यो पनि पिकअप भयो चाहिँ थर्डमा जानु पर्यो दियो अर्डर यसलाई पनि कन्फर्म हानिदिउँ अर्डर चाहिँ दियो 3वटा अर्डर सेम बिल्डिङमा तर 2वटा अर्डर चाहिँ एउटै मान्छेलाई अनि अर्को अर्डर चाहिँ सेम बिल्डिङमा तर फरक मान्छेलाई क्या दामी भयो नि त एउटै बिल्डिङमा 3वटा अर्डर एउटै बिल्डिङमा जाने भयो क्या 3वटा अर्डर चाहिँ 3वटै अर्डर यहीँ छोड्ने हो $17 को 2वटा पाइहालेँ आँखै अगाडि 17 हाल्छु मैले ओके हेलो पिकअप फर Thank you brother 80 जोर बिजी हुन्छ यहाँ पनि माथिस हाई ब्रदर पिकअप 8305 5-6 मिनट वेट गरेर अर्डर होइन चारी यसलाई छोड्नु चाहिँ मोबाइलमा चार्ज सकेको छ पावर ब्याङ्कबाट लगाएको क्या यहाँ पनि छ नि त यसबाट 16 हुन्छ टिप फालौँ फेरि अर्को टिप हो चाहिँ यो बिल्डिङमा लगेर छोड्नु पर्ने भयो त्यो खाना पनि छोडिदिएर आयो मसँग ब्यागमा नि खाना छैन फोनमा नि अर्डर बजेको छैन अहिलेसम्म मैले टोटल बनाएँ 115 है त $115 भयो मसँग घन्टी छँदा पनि घन्टी छैन ब्याग पनि खाली $7 को उठाएँ मैले भर्खरै होइन यहाँ चाहिँ यहाँ पनि एकछिन वेट गर्नु पऱ्यो तल यहीँ माथि नै जाने फेरि पुल काटेर माथितिरै जानुपर्छ वेलकम टु क्विन्स है त आँखामै घाम टल्केर बिचमा पानी छ पानीको उतापट्टि म्यानहट्टन ल हेर्नुहोस् म्यानहट्टन यो बिल्डिङमा 20 तलामाथि लानु पर्ने भयो हेर्नुहोस् 20 तलामाथि छोडेर आउँछु म यो गरिदियो अब कन्फर्म फेरि पनि के भयो त झोलामा पनि छैन अर्डर मोबाइलमा नि छैन अर्डर 122 भएको छ ओके गाइज अघि $15 को 2वटा अर्डर उठाएको थिएँ त्यसरी अब फर्स्ट पिकअप चाहिँ यहाँनिर डोनट प्लान्ट भन्ने चाहिँ यहाँनिरबाट पिकअप हान्दियो डोनट प्लान्टबाट होइन यो अर्डर पनि हालौँ पहिला ओके यहाँबाट कन्फर्म भयो एउटा अर्डर उठ्यो अर्को अर्डर उठाउनु पऱ्यो फेरि ओके अब क्यामेरामा चार्ज पनि लगाउनु पऱ्यो यार एकछिन त
15 को बजाउँदै 15 मा 6 प्लस गरिदियो फेरि $6 प्लस ओके नो प्रब्लम सोनिक भन्ने एउटा रेस्टुरेन्ट छ यतातिर राइट हेलो ब्रदर या पिक अप फर माइकल एच थ्याङ्क यू ब्रदर यो आयो यस पछाडि अझ एउटा छ नि त पछाडि $6 थप्दै थियो नि त थ्याङ्क यू आयो अर्को माल पनि आयो 3वटा ड्रप हो फर्स्ट सेकेन्ड थर्ड अल राइट कमेडी न कमेडी यसरी राखिदियो मात्र 5 मिनट भनेको छ फर्स्ट ड्रप अफ गर्नलाई बिस्तारै रात पनि पर्न थाल्यो अँध्यारो हुँदैछ 4:23 गयो बिस्तारै अँध्यारो हुँदैछ नो प्रब्लम दिस बिल्डिङ राइट हियर आई हेभ टु डेलिभर दिस अर्डर पर्फेक्ट मेरी क्रिसमस एउटा बाँकी छ मसँग एउटा बाँकी छ त्यसलाई छोड्नु पर्यो त्यो चाहिँ मैले यहाँ जोडेको छु क्या यहाँ बाइकमा गाडीमा अस्ति म तपाईँलाई आज बिहानदेखि साँझसम्म कति कमाइ हुन्छ त म त्यो देखाउन चाहन्छु खासमा 11 बजे आयो म हेर्नु 4:30 भयो कति बेलासम्म म गर्छु होइन म सब देखाउन ट्राई गर्नेछु झोलामा एउटा खाना छ नि त त्यो खानाको पनि म अन्तिमतिर आइसकेँ अब मात्र 1 मिनट छ ओके यो गाइस अब यो पनि छोडेँ होइन यसलाई कन्फर्म हानिदिउँ है त कस्टमरलाई दिएँ यो 4:20 गयो कति पैसा बनायो त एकजना 150 जति भएछ म चाहिँ सायद क्यामेरामा चार्ज सक्यो चार्ज लाउँछु म एकछिन फेरि भिडियो बनाउँछु है त ए अलराइट गाइस आई एम ब्याक अगेन अघि मैले क्यामेरा चार्ज नभएको कारणले क्यामेरा चार्ज लगाएँ मैले अघि कति भनेपछि 149 मा चार्ज लगाएको थिएँ अनि त्यस पछाडि काम चाहिँ गरिराखेँ मैले चार्ज लगाएँ क्यामेरा एकछिन अनि त्यस पछाडि अहिले 163 भएको छ है 149 मा मैले क्यामेरा चार्ज लगाएको थिएँ एकछिन आधी घन्टा चार्ज लाग्यो होला फेरि अनि त्यस पछाडि हल्का एउटा अर्डर हानेको थिएँ त्यसपछि $163 भयो होइन म बिहान आएको थिएँ नि यो मैले कुरा गरेको थिएँ नि यो एउटा आइल्यान्डको बारेमा रोजबेल आइल्यान्ड हो अहिले फेरि त्यहीँ आएको छु म त्यहीँ लिएर आएको थिएँ खाना फेरि त्यहीँ भित्रैबाट बजेको एउटा अर्डर एउटा रेस्टुरेन्टबाट यो फुजी इस्ट भन्नेबाट खाना बजिहाल्यो मलाई यो खाना चाहिँ बाहिर लगेर जाने हो यसको लागि म पिकअप गर्न चाहँदैछु थ्याङ्क यू हेलो भैया सामान था ब्रदर सन्चै उमाना ब्रदरले दिइसक्नुभयो मलाई $28 को 51 मिनटमा हुने खाना 50 मिनटमा भइन्छ 50 मिनटमा यता यसो पर्यो है त Roran. Is ready? Yes. Thank you. एकैछिन है त त्यस पछाडि मैले भिडियो चाहिँ कन्टिन्यू रेकर्ड गरिराखेँ जब मैले सबै फाइलहरू ल्यापटपमा राखेर एडिट गरेँ तब मलाई रियलाइज भयो कि यस पछाडि चाहिँ मेरो माइक अफ भएछ फर्स्ट टाइम हो मलाई थाहा भएन कि माइक र क्यामेरा कनेक्टेड छैन भनेर मैले बेला बेलामा चेक गरिराख्नु पर्ने रहेछ चेक गरेन नेक्स्ट टाइम चेक गर्ने सो मैले चाहिँ भिडियो हानेर एन्ड अप गर्नुपर्ने भयो नेक्स्ट टाइम अझ बेटर बनाउने ट्राई गर्नेछु बिहान 11 बजेबाट काम सुरु गरेँ र अहिले 9 बजे बेलुका बन्द गरेँ होइन 270 भयो राम्रै पैसा भयो राम्रै भयो सधैँ यस्तै हुन्छ भन्ने हो नि हुन्न फेरि कुनै दिन $100 बनाएर घर फर्केको दिन पनि छ 500सम्म पनि बनाएको छु मैले पानी परेको दिनमा होइन एउटै हुँदैन अप एन्ड डाउन भयो कति कमाइ हुन्छ हो भन्नै सकिन्न नो एन्सर हो कुनै दिन 400 कुनै दिन 500 होइन अब आज 270 भएको छ कुनै दिनमा $100 बनाएर घर फर्केको दिनहरू पनि छ थ्याङ्क यू सो मच गाइस सी यू अन द नेक्स्ट भिडियो